Hey guys, good morning. Welcome to another mini vlog. म बिहानै जिमबाट आएर आफ्नो लागि अन्डा बोइल गरेर आफ्नो लागि नास्ता रेडी गर्दैछु। त्यसपछि बिस्तारै चिया पनि रेडी गर्दै एक जुस खेलाइदिएको अनि लन्चको लागि पनि काउली काटेँ, आलु पनि काटेँ है। त्यसरी नै बिस्तारै अगाडि बढ्दै गर्दै अनि मैले चाहिँ ओट्स भिजाएर राखेको थिएँ, बेलुका त्यही खाएँ होइन। अन्डा पनि हेर्दैछु, बेला बेलामा प्याज पनि काटियो, खुर्सानी नि काटियो है। यसरी नै चियाको जुस हान्दै होइन अदुवा लसुन टिप्न थालेँ है। तरकारी त बनाउनै पर्यो अनि अन्डा रेडी भएछ क्या। अनि अन्डा केलाउन थालेँ, अन्डा केलाउँदै खाएर पनि आयो। त्यसपछि त्यो भाँडा माझेर तरकारीमा पकाउनु लाग्यो। तेल हाल्ने भाँडा कत्रो हो, झन् तेल हाल्ने भाँडा पखाल्नु पऱ्यो भने खोल्न सक्दैन, यस्तो बल गरेको बल्ल खोल्यो होइन। अनि फोहोर रहेछ अनि पखाल्नु पऱ्यो, धुनु पऱ्यो, सिङमा छोडिदिएँ मैले चाहिँ, किनभने त्यो फोहोर थियो। अन्त धुन्छु त्यसपछि अनि अहिले चाहिँ तरकारी पकाउन लागेँ। अनि बिस्तारै तरकारी पनि पाक्दै गर्छ होइन। अनि बिस्तारै तरकारी चाखेँ मैले कस्तो भयो भनेर। तरकारी पनि रेडी, अलिकति नुन हाल्न पऱ्यो भनेर हालेँ, फेरि चाखेँ। अब चाहिँ रेडी भयो तरकारी पनि होइन। बिस्तारै अब अनि फेरि कुकर पनि माझेर अब चामल पनि ढक्क लाएर भिजाएर अनि राख्नु पऱ्यो भनेर त्यसरी सरसफाइ गरेर अनि पुरै क्लिन पारेर चामल पनि राख्थेँ भिजाएर, एकछिनपछि बसाल्छु भनेर। यति नै हो गाइस, थ्याङ्क यू फर वाचिङ।